अब हाम्रो विचारमा त आफ्नो कार्यकालसम्म राम्रो काम गरोस्, देशको विकास गरेर अगाडि बढोस् भन्ने हो। तर चुरीफुरी धेरै देखाएपछि यो पछिसम्म टिक्न गाह्रो हुन्छ। उहाँ सरको भनाइहरू सुनौँ है। यस्तो तालले सरकार 5 वर्ष टिक्दैन। हाम्रो सुझाव, हाम्रो चाहना भनेको सरकार 5 वर्ष टिकोस् भन्ने हो। तर यस्तो तालले सरकार 5 वर्ष टिक्दैन, यसरी टिक्दैन। र पार्टीको जुन सरकार आबद्ध पार्टी छ, पार्टीले पनि त्यो किसिमको जुन किसिमको कामहरू चाहिँ जुन एउटा बोल्ने एउटा काम गर्ने काम भइरहेको छ, र त्यो किसिमको गलत चाहिँ कामले देशलाई सही दिशामा लाँदैन, सही दिशामा लैजाओस् भन्ने हाम्रो शुभकामना हो। तर हामी सशक्त रूपमा विकल्पको रूपमा आइसकेका छौँ, चाहिँ उभिसकेका छौँ। अब हामी उज्यालो नेपाल पार्टीको भविष्य आगामी दिनमा स्थापित हुनेछ भन्ने मेरो पूर्ण विश्वास